सम्पूर्णमा मेरो नमस्कार। मेरो नाम भगवती भण्डारी, दुलु नगरपालिका वडा नम्बर 8। म यसै दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति हुँ। यसै त हामी अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले कति नराम्रो दृष्टिकोणले हेरेको हुन्छ र हामीले शिक्षा, स्वास्थ्य, रोजगार, अन्य सेवा सुविधा लिन पनि कति कठिन हुन्छ र हामी अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण नै फरक हुन्छ। तापनि आफ्ना समस्या त एकातिर रहोस् र हामीले केही न केही गर्नुपर्छ र अपाङ्गता भएका व्यक्ति हामी पछि पर्नुहुन्न। यो अपाङ्गता भनेको एउटा कस्तो हो भन्दाखेरि यो अपाङ्गता भनेको एउटा सोच मात्रै हो, एउटा यो अवस्था हो। अवस्थालाई परिवर्तन गर्न सकिन्छ र परिवर्तन गरियो भने अपाङ्गता भएका व्यक्ति पनि भविष्यका कर्णधार बन्न सक्छन् भन्ने उद्देश्यले चाहिँ हामीले एउटा सोसेक नेपाल भन्ने गरिकन पनि काम गरिरहेको छु र अन्य यो युट्युब च्यानलहरूमा पनि म जोडिनुपर्छ र अपाङ्गता भएका व्यक्ति थप ऊर्जावान, एकदम ऊर्जाशील बनाउन सकिन्छ। भोलि बिहान अपाङ्गता भएका व्यक्ति नै यति गर्न सक्दो रहेछन् है भनेर भन्न सक्ने किसिमको बन्नुपर्छ र हामी निरन्तर रूपमा शिक्षाका कुरा आउँछन्, स्वास्थ्यका कुरा आउँछन्। कसरी लिने त हामी अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा र विद्यालयमा कसरी अध्ययन गराउने त शिक्षकहरूले र स्वास्थ्यमा पनि हामीलाई कसरी अवसर दिने त हामी अपाङ्गता भएका व्यक्तिहरूको लागि। अन्य अरू व्यक्ति बराबर हामी अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समावेश गरियोस् र रोजगारमा पनि हामी जस्तै अपाङ्गता भएका व्यक्तिहरू फिल्डमा हिँड्नलाई एकदम कठिन हुन्छ, तर हामीलाई हाम्रो अपाङ्गताको प्रकृति हेरेर त्यसरी हामीलाई रोजगार पनि व्यवस्था गरियोस् भन्ने अन्य किसिमका भिडियोहरू ल्याउनको लागि पनि तपाईँहरूले साथ सपोर्ट दिनुहुनेछ र माया ममता दिनुहुनेछ र हजुरहरूकै साथ सपोर्टले म अहिलेसम्म युट्युब च्यानल पनि खोल्न बाध्य भएको छु। जो मेरो युट्युब च्यानल रहेको छ भगवती भण्डारी, त्यहाँ सर्च गरेर पनि हेर्न सक्नुहुन्छ र त्यो युट्युब च्यानललाई लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। केही त्यस्तो फिडब्याकहरू दिनुपर्ने त्यस्तो भएछ भने तपाईँहरूले तल पिन नम्बरमा लेखिएको हुन्छ, कमेन्ट बक्समा गएर आफ्ना केही समस्याहरू त्यस्तो केही राख्नुपर्ने भएको जिज्ञासाहरू राख्न सक्नुहुन्छ र तपाईँहरूको फिडब्याकलाई नै हामी मध्यनजर गरेर अरू भिडियोहरू पनि ल्याउनेछौँ र तपाईँहरूकै माया ममताले हामीहरू अगाडि बढ्न सक्नेछौँ र साथ सपोर्ट चाहिँ हजुरहरूकै छ भन्न चाहन्छु। यति भन्दै म आफ्ना मेरो केही भिडियोहरू म अहिलेलाई बन्द गर्न चाहन्छु र अर्को बाँकी भिडियोमा भेट्ने बाचासहित म विभिन्न कन्टेन्टहरू ल्याउने गरिरहन्छु। अपाङ्गताको बारेमा ल्याउने गर्छु र स्वास्थ्यका कुराहरू हुन्छन्, शिक्षाका कुराहरू हुन्छन् र नयाँ नयाँ सन्देशमूलक भिडियोहरू ल्याउने बाचासहित म अहिलेलाई भगवती भण्डारी युट्युब च्यानलबाट म बन्द हुने अनुमति चाहन्छु। हस् त, धन्यवाद।